एउटा प्लास्टिकको धागो छ जादु हेरिरहेको पछाडि आउनु नि त के अनि 25 भन्दै आफू चाहिँ अघि सर्ने यो त भएन अगाडि सर हेर्नुस् जादु जादु वर्षन पनि जादु ढुङ्गाको चक्लेट बनाएर सरलाई सर चेक गरिदिनुहोस् यो धागो कतै कटिया छैन नि ल हेर्नुहोस् ठाउँ बनाउनुहोस् मेरो हातमा अर्को धागो छैन मेरो पकेटमा मात्र एउटा पेन छ अरू केही पनि छैन ल ध्यान दिनु होला म काटेर छोड्नु गइरहेको छु सर ध्यान दिनु होला यो कतै पनि कटिया छैन म यसरी गर्छु है कट्छ आधी आधी कट्छ सर कैँची लिनु भएको छ अलिकति यता काटेर चेक गर्नुहोस् त सर कटिरहेछ यता पनि कटिया छ ल हेर्नुहोस् ध्यान दिएर म यसरी गर्छु अनि सरसँग काट्न लगाउँछु काट्यो कि काटेन अब ठ्याक्कै आधी आधीमा कटिया छ कि कम बेस छ अलिक कम बेस भयो ठिकै छ जे भए पनि म यहाँ जोड्छु प्रष्टै हेराउँछु सर यो प्लास्टिकको अब यो बेसरी तान्यो भने यो प्लास्टिकको फुत्केर बाहिर जान्छ हैन यो कटिया छ कि छैन काटिया छ शङ्का छ भने लिएर हेर्न सक्नुहुन्छ कटिया छ है हजुर धागोमा यो पुरै हेराउँछु यति हेरायो भने त सानो हुन्छ यति हेरायो भने यो सानो हुन्छ तर होइन सानोमा गर्दैन यति सिङ्गोमा बनाएर हेराउँछु सिङ्गो बनाइदिउँ ल हेर्नुहोस् हजुरहरू भन्नुहुन्छ सरले अर्को धागो हेराउनु भयो तर अर्कोमा हेराउँदैन हेर्नुहोस् यही धागो हुन्छ हेर्नुहोस् म यहाँ जोइन गरेर सिङ्गो हेराउँछु है सर पुरै जोइन गर्छु फेरि म चेन्ज गर्न ल मैले पेन हो हाम्रो शिक्षक हो रातो पेनले कालो लेख्न सक्छ हो कालोले हरियो लेख्न सक्छ सरले फु गरिदिनुहोस् फु गर्नुभयो मैले अर्को धागो यसमा लागेको छैन अझमा बेर्दैछु कि चेन्ज नहोस् भनेर सर फु गर्नुहोस् धागो यही छ मेरो पकेटमा पेन छ म हामी शिक्षक हो कि होइन ल हेर्नुहोस् धागो यही छ कि छैन हजुर सरको ध्यान यतैतिर छ कि चेन्ज हो ल जे भए पनि यो जोइन भएको छ कि छैन ल भन्नुहोस् जोइन भएको छैन ताली बजाउनु बिस्तारै ताली बजाउनु वाउ सिंगै छ दल्ल वाउ जादु यो धागो एकैछिन ठाउँ बनाउनुहोस् यो धागो कतै पनि कटिया छैन सर चेक गर्नुहोस् छैन ल सरले काट्नु भयो मैले जोडिदिएँ